भारतमा जारी साफ अन्डर-19 फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा श्रीलङ्का विरुद्ध सामना गरेको थियो। 5-0ले हराउँदै जित हासिल गरेको नेपाल उच्च मनोबलका साथ सेमिफाइनलको यात्रा तय गरेको हो। पहिलो खेलमा भारत र दोस्रो खेलमा नेपालसँग पराजित भएको श्रीलङ्का भने प्रतियोगिताबाट बाहिरिएको छ। यता श्रीलङ्कालाई हराउने क्रममा नेपालले पहिलो हाफको इन्जुरी समय नै कुर्नु पर्यो। इन्जुरी समयको 4औं मिनेटमा सुजन डङ्गोलले गोल गर्दै पहिलो हाफमा नेपाललाई 1-0 को अग्रता दिलाए। दोस्रो हाफमा नेपालले श्रीलङ्कालाई एकतर्फी दबाव बनायो। दोस्रो हाफमा नेपालले थप 4 गोल गर्यो, जस क्रममा धर्मेन्द्र कुमारले 65 मिनेटमा गोल गर्दै नेपाल 2-0 ले अगाडि रह्यो। सुभाष बमले 76औं मिनेटमा गोल गर्दै नेपालले 3-0 ले अग्रता हुँदै श्रीलङ्कालाई स्तब्ध पार्यो। यसैगरी 89 मिनेटमा गोल गर्दै 4-0 ले अगाडि रह्यो, जस क्रममा विज्ञान खड्काले गोल गर्न सफल रहेका थिए भने नेपाल यतिमा मात्र रोकिएन। इन्जुरी समयको तेस्रो मिनेटमा लच्छु थापाले गोल गर्दै नेपाल 5-0 ले विजयी रहन पुगेको। अब नेपालले मंगलबार भारत विरुद्ध खेल्नेछ। दुवै टोली सेमिफाइनल पुगेको हुँदा नेपाल र भारतको खेलले ग्रुप विजेताको तय गर्छ। खेर सेमिफाइनलको खेल भने शुक्रबार हुनेछ। नेपाल उत्कृष्ट खेल प्रस्तुत गर्दै यस संस्करणमा विजयी होस्, नेपाली टोललाई शुभकामना। यति भन्दै यस भिडियोबाट भने म बिदा हुन चाहन्छु। हस्त, जय नेपाल, जय नेपाली फुटबल। धन्यवाद।